एमएस प्रोजेक्टमा चाहिँ म सुरुबाटै एउटा होइन यसको चाहिँ के फङ्सनहरू यहाँबाट हिँड्दै जाउँ यो यिनीहरू के हो भन्ने कुरा होइन अब यो त बेसिक कुराहरू भयो नयाँहरू यो जुन वर्डमा जुन हुन्छ नि हाम्रो त्यो सेम त्यही होइन यसमा नयाँ चाहिँ यो छ एउटा यो लिङ्क भन्ने छ जस्तो एउटा एक्टिभिटीसँग अर्को एक्टिभिटी लिङ्क गरेर लानु पर्यो भने जस्तो मेरो यो एक्टिभिटीसँग यो एक्टिभिटी चाहिँ दुईवटा चाहिँ लिङ्क छ यो पछाडि यो सुरु हुन्छ होइन अनि त्यसरी जोडियो कि एक्टिभिटी जस्तै फर इक्जाम्पल बोर्ड बनाउनु छ भने पहिला चाहिँ कोटेसन गर्नु छ अनि त्यस पछाडि त्यसपछि एनालाइसिस गर्नुपर्ने छ अनि त्यसपछि उनीहरूलाई अर्डर गर्नु छ अर्डर गरेपछि उनीहरूले बनाउँछ होइन यो त एउटा सिक्वेन्स भन्छ नि त भनेपछि त्यो एक्टिभिटीहरूलाई छनौट गरेर यो एक आपसमा यसरी लिङ्क भएको छ भन्नको लागि चाहिँ त्यो सेलेक्सन गरेर यसलाई क्लिक गर्ने गरिन्छ होइन यो लिङ्क छ नभए जो सब काम भनेर त्यो सहायक काम भनेर जो तल राखिन्छ तेस्रो यसमा के फरक छ त्यसमा त्यसले त त्यो सब काम मात्र भन्यो तर त्यसले लिङ्क गर्दैन अटोमेटिक गर्दैन अब यसको स्टेप्सहरू छ होइन जस्तो त्यो अहिले हामी यसैमा फलो गर्छौँ जस्तो कुन बेलामा चाहिँ त्यसलाई सुरु गर्ने पहिला के गर्ने होइन जस्तो यसमा चाहिँ कसरी जान्छ भने तपाईँले सबभन्दा पहिला चाहिँ प्रोजेक्टको स्टार्ट डेट होइन कहिलेदेखि त्यो सुरु हो भन्ने कुरो फिक्स गर्नुहुन्छ अनि त्यो गरिसकेपछि तपाईँको डेटहरूलाई काम गर्ने डेहरूलाई चाहिँ यसमा फिक्स गरिन्छ जस्तो कुन कुन दिन चाहिँ काम गरिदिनु कुन दिन चाहिँ बिदाहरू हो भन्ने कुराहरू हामीले यहाँ राख्न सक्छौँ जसले गर्दा यसले त्यो बिदाको दिनहरूलाई अटोमेटिकली चाहिँ काउन्ट गर्दैन होइन जस्तो तपाईँले बिदाको अगाडि तपाईँले कुनै एक्टिभिटी सञ्चालन गर्नुभयो तर त्यसको बिचमा चाहिँ एक दिन बिदा पर्यो होइन र तपाईँले 2 दिन गर्नुभएको थियो भने त्यसको अगाडिको एक दिन त्यसको पछाडिको एक दिनलाई लिएर 3 दिनको टाइमलाई लिन्छ कि 2 दिन भए तापनि त्यो बिदालाई चाहिँ स्किप गर्छ कि यसले काउन्ट गर्दैन यदि त्यस्तै लिङ्कहरूलाई तोड्नु पर्यो भने चाहिँ यो छ अनलिङ्क होइन अनि यो अर्को यो चाहिँ स्प्लिट टास्क भन्ने छ यो भनेको चाहिँ तपाईँको अब त्यहाँ तपाईँले आफ्नोमा देख्नु भएको छ नि एउटा लामो बार होइन तर त्यसलाई पनि टुक्राउनु पर्यो 2 पिसमा हो त्यो होइन तब त्यसलाई चाहिँ अहिले त सिङ्गै छ नि त तर त्यसको केही काम चाहिँ अलिकति अगाडि पर्ने भयो केही काम अलिकति पछाडि पर्ने भयो भने हो त्यसलाई चाहिँ टुक्राउन सकिन्छ हो त्यो टुक्राउनुको लागि चाहिँ यो ब्रेक लिङ्क भन्ने युज गरिन्छ अब यिनीहरू अहिले पर्दैन पछि जाउँला यो चाहिँ जुमहरू भयो होइन जस्तो यहाँ हेर्ने कुराहरूलाई जुम इन जुम आउटको कुराहरू जस्तो यसलाई यो भयो होइन यसो गरेर यो पनि छ यो स्केल टाइमको स्केल फरक पर्छ होइन अहिले यो बार अहिले हेर्नुभयो भने यो तपाईँको मन्थ वाइज आयो होइन अब यसलाई अझ जुम अफ गर्नुभयो भने महिनामा आउँछ महिनामा पनि अझ दिन वाइज पनि हेर्न मिल्छ होइन दिनभित्र पनि अझ टाइम वाइज पनि हेर्न मिल्छ होइन तपाईँलाई कुन लेभलको डिटेल हेर्नु पर्यो होइन तर हामीलाई जेनरली चाहिँ यो डे वाइज भयो भने काफी हुन्छ तर कहिलेकाहीँ के हुन्छ भने तपाईँको प्रोजेक्ट फाइल यति धेरै ठुलो हुन्छ कि होइन तपाईँले यो दिन डे वाइज पनि हेर्नलाई यहाँ फिट हुनु पऱ्यो नि त हेर्नलाई त्यही भएर त्यस्तो अवस्थामा चाहिँ अब जुम इन र जुम आउटहरूको काम लाग्छ अनि अर्को इम्पोर्टेन्ट चाहिँ यो छ यो चाहिँ स्क्रोल टु टास्क भन्ने छ यसले तपाईँ के गर्छ भने यो यहाँ तपाईँको एक्टिभिटी छ तर यता यसको बार डायग्राम त कहाँ हुन्छ नि तपाईँले यहाँबाट यसलाई सारी राखेर हेर्नलाई चाहिँ अप्ठ्यारो हुन्छ है भनेपछि यो एक्टिभिटी कहाँनिर पर्छ भनेर तत्काल हेर्नुको लागि चाहिँ तपाईँले जुन एक्टिभिटी हेर्ने हो त्यसलाई क्लिक गर्ने हो अनि यसलाई क्लिक गर्नुभयो भने त्यसले यो जुन ठाउँमा छ नि त्यो ठ्याक्कै त्यहीँ लगिदिन्छ त्यो एउटा हो र त्यस पछाडिको इम्पोर्टेन्ट भनेको अरू छैन ल अरू के आयो भने बिचमा गरौँला होइन अनि त्यसमध्येमा अर्को चाहिँ यो एउटा छ तपाईँको यो गाइड प्रोजेक्ट गाइड भन्छ यसलाई चाहिँ प्रोजेक्ट गाइड भन्छ जसमा चाहिँ यो टास्क रिसोर्स ट्र्याक रिपोर्ट भन्ने यो आएको हुन्छ होइन यो चाहिँ यहाँ अर्को हुन्छ यो यसमा चाहिँ यो बटन आएको हुन्छ यसलाई क्लिक गर्नुभयो भने यो हराउँछ तर यो क्लिक गर्यो भने यो आउँछ होइन
यो चाहिँ एमएस प्रोजेक्टमा काम गर्ने अलिकति नयाँ युजरहरूको लागि जो नयाँ सुरुवात गर्नुभएको छ नि उहाँहरूको लागि चाहिँ यो एकदमै हेल्पफुल हुन्छ होइन पछाडि चाहिँ तपाईँले जसरी गरे पनि हुन्छ होइन तर सुरुवाती अवस्थामा यसलाई फलो गर्यो भने यसले चाहिँ स्टेप वाइज प्रोसेसमा लिएर जान्छ कुन पछि कुन गर्ने भन्ने कुराहरू लिएर जान्छ कि त्यसैले यसलाई चाहिँ गाइड भन्ने हो प्रोजेक्ट गाइड होइन गाइड भन्ने हो र चाहिँ यसमध्येमा जस्तो यो एमएस प्रोजेक्ट चाहिँ प्योरली एनजिओको प्रोजेक्ट म्यानेजमेन्टको लागि चाहिँ बनेको चाहिँ होइन होइन तर यसलाई चाहिँ हाम्रो आवश्यकता अनुसार हामीले युज गर्ने हो यसको केही फङ्सनहरूलाई चाहिँ हामीले युज गर्ने हो तर मेनली यो इन्जिनियरिङ कामहरू जहाँ चाहिँ आवरली बेसिसमा पनि पेमेन्ट हुन्छ नि यति घन्टा काम गरेको घन्टाको हिसाबमा पेमेन्ट हुन्छ नि हो त्यस्तो हिसाबको लागि एकदमै युजफुल छ यो चाहिँ तर अब यसबाट हामीले धेरै बेनिफिट पनि लिन सक्छौँ हामीलाई त्यो लेभलमा डिटेलमा नचाहिए तापनि हामीलाई चाहिँ यस एमएस प्रोजेक्टको धेरै फङ्सनहरू हामीलाई काम लाग्छ र चाहिँ अब यसमा केही फङ्सनहरू छ जुन चाहिँ हामी स्किप गर्छौँ जुन हामीलाई चाहिन्छ हामी त्यसैमा मात्र फोकस गर्छौँ र यसले चाहिँ जेनरली यो जुन माथि छ टास्क रिसोर्स ट्र्याक र रिपोर्टले यसले एउटा प्रोसेसलाई पनि भनिरहेको हुन्छ पहिला चाहिँ यो टास्क भन्ने चाहिँ के भने तपाईँले गर्ने कामहरू के हो भन्ने कुरो त्यसलाई डिफाइन गर भन्छ नि होइन र चाहिँ अनि त्यस पछाडि त्यो काम डिफाइन गरिसकेपछि त्यो काममा के रिसोर्स युज गर्छौँ जस्तो को मान्छेलाई जिम्मेवार लगाउँछ त्यो काम होइन जब तपाईँले लिस्ट बनाउनु भयो नि कामको त्यस पछाडि त्यो काम त्यो जिम्मेवारी कसको हो त्यसलाई चाहिँ डिफाइन गर भन्छ होइन अनि त्यो डिफाइन गरिसकेपछि यसमा यो टास्क डिफाइन गर्दै तपाईँहरूले कुन काम गर्ने कहिले गर्ने कुन पछि कुन गर्ने होइन भन्ने कुरो सबै डिफाइन तपाईँले यो टास्कमा गरिसकेका हुन्छ होइन र सोही अनुसार रिसोर्सहरू चाहिँ एलोकेट गरिसकेका हुन्छ कसलाई लगाउने जिम्मेवारी अनि त्यो सकिएपछि चाहिँ अनि तपाईँको ट्र्याकिङ सुरु हुन्छ कि जस्तो अब तपाईँले प्लान बनाउनु हो यहाँ सबै राखेर एक्टिभिटीदेखि रेस्पोन्सिबिलिटी पनि राखेर होइन डेटहरू सबै राखेर गर्नुभयो अब त्यसलाई चाहिँ ट्र्याक गर्न सुरु गर्नुहुन्छ कि तपाईँले एक्चुअली प्लान कहिले गर्नुभयो र कहिले सकियो कहिले सुरुवात गरियो एक्चुअली चाहिँ प्लान डेट कहिले थियो प्लान फिनिस डेटको स्टार्ट डेट कहिले थियो फिनिस डेट कहिले थियो एक्चुअल स्टार्ट डेट कहिले थियो एक्चुअल फिनिस डेट कति थियो कहिले छ र चाहिँ कति पर्सेन्टेज कामहरू चाहिँ सकियो त भन्ने कुराहरू जुन पर्सेन्टेज तपाईँको ट्र्याकमा आउँछ नि त्यहाँ पर्सेन्टेज वर्क कम्प्लिटेड भन्ने हो तिनीहरू चाहिँ यसबाट जब ट्र्याक तपाईँले गर्नुहुन्छ नि ती कुराहरू आउँछ होइन अनि फाइनली यसको अर्को फङ्सन चाहिँ यो रिपोर्टको फङ्सन छ रिपोर्ट भनेको चाहिँ यसले आफैले रिपोर्ट चाहिँ जेनेरेट गर्न सक्छ कि जस्तो कस्तो भने कुन एक्टिभिटी मलाई मेरो डेडलाइन नआएका एक्टिभिटी मात्र देऊ भन्यो भने पनि सक्नुहुन्छ मलाई यो मान्छेको जिम्मेवारीमा के काम छ त्यो मात्र देखाइदियो भन्ने पनि त्यसले रिपोर्ट जेनेरेट गर्छ अनि कुन कामहरू चाहिँ तपाईँको सुरु भइसक्नु पर्ने हो तर अहिलेसम्म सुरु नभएको के कामहरू छ भन्ने कुराहरू पनि त्यसरी पनि निकाल्न सक्नुहुन्छ होइन तपाईँले तोकेको डेटभन्दा अगाडि सुरु भएको के छन् भन्ने कुराहरू पनि सक्नु कुनै एउटा डेटभित्र सक्नुपर्ने बाई यो डेट चाहिँ सक्नुपर्ने एक्टिभिटी के हो भन्ने कुराहरू पनि एकैचोटि निकाल्न सक्नुहुन्छ यो रिपोर्टबाट चाहिँ होइन त अब सजिलो फङ्सनहरू पनि छ यो फिल्टरहरू युज गरेर पनि गर्न सकिन्छ अहिलेलाई चाहिँ मैले साथीहरू कसैलाई पनि यो रिपोर्टको बारेमा अहिले गरेको छैन किनभने हामी अहिले बेसिकल्ली स्टार्टिङको कुराहरू यहाँसम्म गरिरहेछौँ होइन अलि व्यस्त भइसकेपछि हामी चाहिँ त्यो पार्टमा जाउँला यो भइसकेपछि अब मेनली यो सुरुवात यसको चाहिँ अर्को पार्ट भनेको यो पार्ट हामीले हेऱ्यौँ होइन यो पार्ट चाहिँ अर्को पार्ट हो यसमा चाहिँ विभिन्न भ्यूहरू जस्तो त्यही कुराहरूलाई विभिन्न अरू तरिकाले कसरी हेर्न सकिन्छ भन्ने कुराहरू यो ग्यान्ट चार्ट अहिले चाहिँ यो हाइलाइट छ नि यो ग्यान्ट चार्ट भन्ने छ ग्यान्ट चार्टमा चाहिँ जुन बार डायग्रामहरू आउँछ नि हाम्रो बार चार्टहरू यता होइन हो तिनीहरू चाहिँ यो ग्यान्ट चार्ट भ्यूमा आउँछ यसलाई चाहिँ भ्युज भन्छ कि अनि यही तपाईँले जब स्केड्युल गर्नुहुन्छ त्यही कुरो क्यालेन्डरमा पनि हेर्न सक्नुहुन्छ होइन हेर्नलाई मोर डिटेल जस्तो अब यो यहाँ त धेरै एक्टिभिटी हुनसक्छ नि होइन अब यसैबाट खोजेर हेर्न गाह्रो हुनसक्छ त्यसको सट्टा क्यालेन्डरमा सट्ट हेऱ्यो भने ल यो डेटमा के काम रहेछ भन्ने कुरो पनि अलग्गै देखिन्छ त्यो कसको जिम्मेवारी रहेछ भन्ने कुरो पनि देखिन्छ होइन अनि अर्को जस्तो यो नेटवर्क डायग्राम भन्ने पनि हुन्छ कुन पछि कुनसँग यो चाहिँ
हाम्रो फ्लो चार्ट जस्तो देखाउँछ नि एरोहरू देखाएर हो त्यो पनि हेर्न सकिन्छ अनि यिनीहरू अरू पनि छन् यसमा चाहिँ हामी हेर्न सक्छौँ अलिक पछि हेरौँला एकैचोटि एक्जाम्पल भयो भने सजिलो हुन्छ होइन अब यसको अब प्रोजेक्टलाई स्टार्ट गर्नको लागि चाहिँ एमएस प्रोजेक्टमा काम गर्नको लागि हामी यसले के भनिरहेछ प्रोजेक्ट गाइडमा अहिले हामी कहाँ छौँ टास्कमा छौँ भनेर हाइलाइट गरिरहेको छ होइन तर यो कहिलेकाहीँ यो लाइन चाहिँ हाइड भइराखेको हुन्छ कि यसलाई चाहिँ सो गर्ने चाहिँ यो राइट क्लिक गर्नुभयो भने यता जहाँ पनि यो माथितिर होइन जहाँ पनि राइट क्लिक गर्नुभयो भने तपाईँले यो पाउनुहुन्छ र प्रोजेक्ट गाइड भन्ने कुरो प्रोजेक्ट गाइड भन्ने कुरो यहाँबाट निकाल्न सकिन्छ अब यदि छैन भने चाहिँ तपाईँकोमा प्रोजेक्ट गाइड छ हेर्नु त प्रोजेक्ट गाइड यदि त्यो प्रोजेक्ट गाइड हरायो भने चाहिँ टुल्सबाट गएर अप्सनमा गएर जेनरल भन्नेमा होइन जेनरल इन्टरफेसमा गएर डिस्प्ले प्रोजेक्ट गाइड होइन यो गऱ्यो भने आइहाल्छ अनि त्यस पछाडि त्यो त्यहाँ क्लिक भइसकेपछि त्यो आफै यहाँ थपिन्छ अनि यो अब तपाईँले कहिलेकाहीँ भने यसले स्पेस खाइरहेको हुन्छ नि तपाईँ यहाँ पनि हेर्नुपर्छ यहाँ एक्टिभिटीहरू हुन्छ यसलाई चाहिँ हाइड र सो गर्ने चाहिँ अप्सन यो हो यसलाई क्लिक गर्नुहोस् हाइड हुन्छ यसलाई क्लिक गर्नुहोस् अफ हुन्छ होइन यो गाइडलाई जस्तो यो हाइलाइट भएको छ होइन यसको डिटेल चाहिँ यहाँ दिएको हुन्छ कि तपाईँले रिसोर्स क्लिक गर्नुभयो रिसोर्सको डिटेल यहाँ हुन्छ ट्र्याकको डिटेल यहाँ हुन्छ होइन रिपोर्टको डिटेल यहाँ हुन्छ जस हाम्रो सुरुवात चाहिँ कहाँबाट हुन्छ टास्कबाट हुन्छ होइन ओके अब 8 बज्यो अहिले यति गरौँ टाइम पनि भयो होइन ए यसो छ तपाईँको यो पनि छ भ्यू छ नि भ्यूमा गएर भ्यू बार भन्ने क्लिक गर्नु त तपाईँको कुनदेखि कुनसम्म भनेर दिएको त्यो त कुन कहिलेदेखि सुरु हुन्छ कहिलेसम्म स्टार्ट एन्ड हुन्छ